सिक्या हुन्छ 8 वर्ष लाएर खलासी भन्छन् अझ सहचालक त एकदम भन्दै पनि अलि हुन्थ्यो कति त्यो उसले गाली खाँदा खाँदा सिक्या उसले त्यो लाइसेन्स लिन नि मिल्दैन अनि त्यो सानोको लिएपछि बल्ल उसले पैसा तिरेर सिक्नुपर्छ पैसा हुन्न बल्ल त्यसको नि 2 वर्ष कुर्नुपर्ने भन्ने नियम छ त्यसलाई नै अलिकति गर्नु पर्यो र अर्को अस्ति दानबहादुर सरले भने एउटा भिडियो नि हेरेको थिएँ लाइसेन्समा चाहिँ ट्रायलमा जाँदा इक्जाम लिँदाखेरि पासाङ लामुले कहिले चढ्या हो फलानाले के गर्यो लाइसेन्स सम्बन्धी सोधियोस् न प्रश्न 20वटा प्रश्न राखेको हुन्छ 40वटा यो यातायात सम्बन्धी त प्रश्नै हुन्न त्यहाँ त्यो कुरालाई नि समेटिनु पर्यो अर्को कुरो आयो जस्तै इन्डियन गाडीको सबभन्दा ठुलो समस्या छ अहिले इन्डियन गाडीहरू जो आउँछ उताबाट आउँदै जाँदाखेरि चाहिँ उनीहरूले 72 घन्टा पाउने यताबाट एमबिसीबाट पावर हुनेले पाउने अघि सरले भन्नुभयो 50,000 तिरेर त्यो पनि पावर लगाउनेले मात्रै पाउँछ नत्र पाउँदैन धेरैले पाउन्न भन्ने बेला नेपाल भारत मैत्री भन्छ तर सम्भावनै छैन त्यो उता गाडीले खुल्लेआम आइरहेको हुन्छ भन्सारमा यसो चिट काट्दै आउँछ हाम्रो एमबिसीमा गएर 1 महिना धाएर त्यो पनि नपाएको अवस्था छ तीर्थ जानका लागि मात्रै पनि कति दिन अगाडिदेखि मिलाउनु पर्ने हुन्छ त्यो म आफैले बुझिरहेको छु त्यो कुरो पनि अर्को यो डबल क्याब बोलेरो भन्ने छ हाम्रो नेपालमा सबैभन्दा धेरै लगभग सबैले गाउँ घुम्नु भयो होला रातो नम्बर प्लेटमा हुन्छ त्यसको सिट क्षमता जम्मा ड्राइभर सहितको 5 जना हो तर म आफै प्रत्यक्षदर्शी हो मैले त्यहाँ बोल्ने कुरा नि हुन्न 35 जनादेखि 40 जना बोक्या हुन्छ प्राय दुर्घटना त्यो कारणले हुन्छ हामी दुर्घटना यातायात व्यवसायलाई मात्रै नभनौँ न कारण के हो त्यो खोजौँ न जति सक्दो ठुलो सवारी पुग्ने गरी पहिला त पूर्वाधार बनाइदिनु पर्यो नि त गाउँमा बस जाने अवस्था छैन बाध्यताले डबल क्याब चल्छ डबल क्याब चलिरहेको हुन्छ डबल क्याबमा अब चढ्ने 5 जना मात्रै लान्छ भनेर अर्कोले ढुङ्गा हानिदिन्छ गाउँमा साधनै छैन जबरजस्ती हाल्नुपर्छ 35-40 जना बोकेपछि ब्रेकले थाम्दैन एक्सिडेन्ट हुन्छ प्राय यो पहाडी इलाकामा भइरहेको घटनाहरू अर्को त्यसै गरी यही भ्यालीको कुरो सरोज सरले नि भन्नुभयो म त्यसलाई समर्थन गर्छु जति सक्दो हामीले ठुला गाडी त्यो पनि अहिले त ब्याट्रीबाट आछन् इभी बसहरू महानगर समथिङ कुन समितिले चलाइ पनि रहेछ त्यसरी ठुल्ठुलो राख्ने हो भने जति सानो गाडी हटाउँदै गयो हामीले त्यति चाहिँ हाम्रो चाप घट्ने हो बल्ल जाम घट्छ हाम्रो 10 सिटे गाडी गुटुङटुङ छोडिदिन्छौँ हामीले बजारभरि हुन्छ अनि ठुलो गाडी कहाँबाट छिर्दैन उनीहरूले फेरि यति मजाले गर्छ साइड लाइटै नबालिकन ठ्याक्क गर्दै हुन्छ ट्राफिक सरहरू फेरि कति सजिलो हुन्छ 200 देखि त्यसले चाहिँ पहिला जान पाइहाल्छ फेरि ट्राफिक सरलाई सुने मैले गुनासो मैले धेरै ठाउँमा आफैले तिर्छु म व्यवसायी भए हिसाबले यसलाई पनि कसरी रोक्न सकिन्छ त्यो पनि रोक्नु पर्यो पहिला अर्को फेरि अघि लोडको ओभरलोडको कुरा आइरहेको थियो ओभरलोडको कुरोमा के छ भने मैले थाहा पाउँदादेखि भोल्भो गाडी भाडामा ल्याएर महँगो भाडामा ल्याएर चाहिँ प्रोजेक्ट भएको ठाउँसँग लानु पर्थ्यो त्यसको लागि हामी आफै भोल्भो गाडी किनौँ न त त्यही क्षमताको इन्डियन गाडी नछिर्ने हो भने नत्र इन्डियन गाडी आउनै पर्छ बाध्यता छ फेरि त्यो डाइरेक्ट त्यो उसको आएको हाइड्रोहरूको सामान लगभग हाम्रो यो 10 चक्के र 12 चक्के त्यो गाडी नै जाँदैन त्यहाँसम्म त्यसको लागि त सुविधा हामीले नि त जाने गाडी इन्डियन गाडी जान सक्दा हाम्रो नजाने भन्ने हुन्न नि त्यहाँसम्म जाने गाडी हामीले ल्याउनु पर्यो अब यो क्षमताको कुरोहरू बाटो बिग्रिन्छौँ भने बिग्रिन्छ भन्दा नबिग्रिने बाटो बनाउनुतिर लाग्नु पर्यो क्या हामी 1 करोडको ठेक्का खोलाउँछौँ बिलोमा 45% बिलोमा हालेर 55 लाखको काम भए हुन्छ 55 लाखको काम भएको ठाउँमा कसरी जान्छ त गाडी भाँसिहाल्छ नि अनि पहिला पूर्वाधारलाई दह्रो बनाऊ जति बजेट त्यो पहिला डिपिआर गर्दा आएको छ त्यही अनुसार छुट्याएर त्यो रकमले बाटो बनाऊ दह्रो हुन्छ त्यो पछाडि हाम्रो लोड क्षमता त बल्ल थाम्छ नि त व्यवसायले नि त एउटा टिक्ने आधार चाहिएला नि त नि लगानी गरे हुन्छ अनि ओभरलोड भनेर कहाँबाट हुन्छ अनि बस व्यवसायिक कोचे सार्वजनिक यातायात भनेको छ बाध्यता छ त्यहाँ त्यो एकचोटि कोच्या देखिन्छ अफिस टाइममा हामी दिउँसो हिँड्दैनौँ फेरि त्यो दिउँसो हिँड्नुपर्छ 2 जना बोकेर कुटुङटुङ कुदे हुन्छ त्यो बिहानको कोच्या पैसाले उठाएको पैसाले दिनुभयो तेल हालेर उसले बेलुका जस्ता तस्तै हो अन्तिममा किस्ता हाल्न सक्दैन किस्ता नहालेपछि लिलाम हुन्छ अनि ब्ल्याकलिस्टमा बस्छ त्यो अहिले पनि ब्याङ्कमा कर्ता सूचनामा गएर हेर्ने हो भने 50% भन्दा माथि कालो सूची हुने चाहिँ बस व्यवसाय र ट्रक व्यवसाय दुई मत छैन यसमा अनि उनीहरूको लिलाम हुन्छ लिलाम भए चाहिँ के गर्ने त भन्दा अब काहीँ त ब्ल्याकलिस्ट खोल्नु पर्यो खोलिसकेपछि भएको जग्गा बेच्ने हो कि विदेश भाग्ने हो थाहा छैन विदेश भाग्न नेटबाट जानु पाइँदैन इन्डिया जाने इन्डियाबाट गएपछि श्रम नभएका हुन्छ अनि उहाँ मृत्यु हुन्छ नेपाल ल्याउनलाई फेरि अर्को र लास ल्याइदिनु पर्यो फोन आउन थाल्छ अनि सिस्टम नमिल्या छ यो चाहिँ अब यो कुरालाई हामीले एकदम इन्सुरेन्सको कुरो नि आइरहेको थियो इन्सुरेन्स सबभन्दा ठुलो समस्या छ अहिले अब मृतकलाई त 5 को 10 दिने भनेर भन्ने हामीले अहिले 5 को 10 दिएर त ल सक्यो त्यो समाधान हुन्छ घाइतेको हिसाबमा 3 लाख त जम्मा 3 लाख पनि कुन कुन बिल हेर्ने भन्ने कुरो हुन्छ एउटै बिरामीको यहाँ लगभग यहाँ अनुभवी हुनुहुन्छ करोडभन्दा माथि तिरेर रेकर्ड मलाई पनि थाहा छ एउटा बिरामीको बाँकी 97 लाखदेखि बाबुले घरबारी बेच्ने सरकारले हेरिदिनु पर्दैन आखिर सरकारको लागि सुविधा दिए होला नि त कोही यातायात व्यवसायीले कसैले आफ्नो घरको फ्यामिली मात्रै बोक्न यातायात चढा त छैन होला किन लगानी गरेको छैन
अहिलेको हिसाबमा सिल्भर सहितको सोफा बस भनेको 1.5 करोड माथिका बसहरू हाल्नु भएको छ उहाँहरूले। 1.5 करोड माथिको बस हालेर त अनि ठ्याक्क काहीँ भइपरि आएर छोइहाल्छ। घटना भयो भनेदेखि अनि करोड भयो नि 1.5 करोड, अझ केसम्म सिस्टम छ 2-3वटा कुन समितिको त कहानी नि मैले सुनेको थिएँ, पाल्नुपर्ने अहिलेसम्म। उपचार गरेर 70-80 लाख तिरेर ल्याएर पनि बाँचुन्जेल चाहिँ पाल्नुपर्ने, कि चाहिँ गरी खाने उसको बुढी छोरा कोही छ भनेदेखि उसलाई चाहिँ पसल लगानी गरिदिने कि 15-20 लाख भन्दा त्यसरी गरे अवस्था छ। त्यस्तोमा त सरकारले हेरिदिनु पर्यो कि सरकारले सबै व्यवसायीको गाडी किनिदिनु पर्यो, आफैले खरिद गरिदिनु पर्यो, आफैले सञ्चालन गरोस्, त्यो पनि पाइयो। अनि खालि दुर्घटना हामी कति सजिलो भन्छौँ, ड्राइभरले लापरवाही गर्यो दुर्घटना, बिचरा भत्तै पायो हुन्न 1 महिनादेखि, उसलाई त के गाली गर्ने होला। त्यही भएर हामीले यहाँ अघि छलफल गरेर रोकियो त भनेर मान्यज्यूले भन्नुभएको थियो। हामीले छलफल गरेर चाहिँ अब तालिम दिनुपर्छ। हामीले पहिला यातायात व्यवसायलाई, ड्राइभरलाई बोलाएर, चालकलाई बोलाएर तालिम दिनुपर्ने हुन्छ। त्यो तालिमले चाहिँ अलिकति केही सहज गराउँछ, पुरै त सकिन्न हामीले त्यो पनि। अब नयाँ दर्ता रोकिया छ अस्तिबाट। मेन यो यातायात व्यवसायीहरूको दसैँ हो, अलिकति कमाउने ठाउँ भने दसैँ आइसक्यो, धमाधम चेसिस ल्याएर बढी बनाउने बेला छ। यही बेला दर्ता रोकिएको छ। यो बेला रोकिएको दर्ताले कसरी चाहिँ अब हुन्छ त व्यवसायलाई? पुरानो गाडी त फेर्नुपर्छ। अहिले भन्ने बेला चाहिँ हामी नयाँ गाडी दर्ता रोक्दैन, अनि पुरानो फ्याँक्नु पर्ने गाडीहरू उहाँहरूले त काहीँ केही सिक्नु लागि कबाडीमा काटेर नि नयाँ गाडी ल्याउनुहुन्छ। त्यो चाहिँ नदिने हामी। अनि भोलि एक्सिडेन्ट भयो भने अनि पुरानो गाडीले एक्सिडेन्ट त भइहाल्छ, पुरानो भए हुन्छ, मर्मत गर्न भ्या हुन्न, बाटोमा कहाँ जान्छ, ब्रेक लाग्दैन कि गियर फेल हुन्छ कि ब्रेक राउन्ड जान्छ, त्यो त त्यतिखेर थाहा हुने कुरा हुन्। त्यही भएर हामीले यसलाई चाहिँ अलिक विशेष रूपमा सदन नचलेको दिन 2 दिन जति यातायात व्यवसायीहरू सहित, अझ म त भन्छु हल जुटाएर व्यवसायी सहित बस्नुपर्छ। या अब फेरि प्रमुख आउँदा नि हुने कुरो होइन। व्यवसायीहरू कम्तीमा समितिका अध्यक्षहरूलाई पत्रचार गरेर काहीँ राखेर ट्राफिकको पनि सबैजना सरहरूलाई बोलाएर केही हामीले अलिकति सक्नेसम्म ट्रेनिङको जस्तै केही दिएर 1 दिन 2 दिन चलाएर उहाँहरूको सबै गुनासो सकेर त्यही अनुसार कानुन र ऐन बदलिनौँ भने यातायात सधैँ यही भद्रगोल हो, कहिले पनि उँभो लाग्दैन। अन्तिममा जसले सेवा दिन्छु देशलाई र नागरिकलाई भनेको छ। हामी पनि यातायात व्यवसायीले नगरे घर जाने आउन पाउन्नौँ, तर उसैले भोलि चाहिँ भाग्नुपर्ने स्थिति आउँछ, ब्ल्याकलिस्ट हुनुपर्ने हुन्छ। कति सजिलै भनेपछि कहिले उँभो लाग्यो त? उहाँहरूले पनि कमाउनको लागि लगानी गरे हो, सेवा दिने भन्दा पनि। तर कमाउने त कता सेवा दिँदा दिँदै आफै भाग्ने अवस्था भने चाहिँ यसलाई रोकेर जानुपर्छ। यो अलिक पछि विशेष रूपमा अझै छलफल गरौँला। अब अरू मान्यज्यूहरूको नि यसको कुरो सुनौँ है त। धन्यवाद।